सम्माननीय सभामुख महोदय, नवीकरणीय ऊर्जा तथा ऊर्जा क्षमता सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयकमाथि केही सैद्धान्तिक रूपमा आफ्ना सुझाव राख्ने अनुमति चाहन्छु। यसमा चाहिँ आजको समयको माग आवश्यकता हुँदाहुँदै पनि केही विषयहरूको ग्याप भएको अनुभूति भएको छ। जस्तो दफा 4 मा एउटा विषय चाहिँ यहाँ लाभान्वित जनसङ्ख्याको आधारमा सहयोग गर्ने भनेर थप्नुपर्छ होला। केन्द्रले सहयोग गर्ने आधारहरू अन्य छन्। अन्य उल्लेखित कुरामा लाभान्वित जनसङ्ख्या हेरेर हामीले सहयोग गर्ने कुरा गऱ्यौँ भने अधिकतम धेरै जनसङ्ख्यालाई लाभ पुर्याउने कुरालाई एउटा थपेर जानुपर्छ भन्ने मेरो अनुरोध छ। त्यसै गरेर त्यही बुँदामा अरू धेरै विषयहरू उल्लेखित हुँदाहुँदै पनि स्थानीय स्रोत साधनको उपलब्धतालाई कसरी उपयोग भइरहेको छ भन्ने विषय जस्तो हामीले तराई क्षेत्रमा हेर्ने हो भने धेरै त्यहाँका स्थानीय वस्तुहरूको उपयोग गरेको पाइन्छ, जसका कारणले त्यसलाई विस्थापित गर्नुपर्ने जरुरी छ। नवीकरणीय ऊर्जाको उपयोगमा थप मोटिभेट गर्नुपर्ने आवश्यकता छ। स्थानीय स्रोत साधनको उपलब्धतालाई पनि फरक ढङ्गले उपयोग गर्न सकिने गरीको उपयोगिताको चाहिँ विधिलाई अवलम्बन गर्ने कुरामा इन्करेज गर्नुपर्ने आवश्यकता छ। तेस्रो कुरा भनेको सञ्चालक समिति व्यवस्थित ढङ्गले बनाउन खोजिएको छ, तर मन्त्रीज्यूको नेतृत्वमा सञ्चालक समिति बनाउँदै गर्दा त्यहाँ भएका व्यक्तिहरू हेर्दाखेरि 3 महिनामा एकपटक बैठक बस्ने कुरा त स्वाभाविकै होला, बस्नुपर्छ। तर त्यहाँका व्यक्तिहरूको चाहिँ सबै मन्त्रालयहरूको जमघट हुने मात्रै थलो होइन, केही प्रतिनिधिमूलक रूपमा समुदायको या सरोकारवाला क्षेत्रको सरकारवाला व्यक्तिहरूको पनि संलग्नतालाई थप व्यवस्थित गर्न सकियो भने अझै प्रभावकारी बनाउन सकिन्छ कि भन्ने मेरो अनुरोध छ। अर्को त्यसमा बैठक कालो सूचीमा परेको विषय र कालो सूचीलाई फुकुवा गर्ने कुराको चाहिँ केही लिमिटेसनमा फेरि थप पुनर्विचार गर्नुपर्छ कि, किनभने आज हाम्रा कानुनी व्यवस्थाहरू एकअर्कासँग सम्बन्धित हुन्छन् र सामान्य कुराले पनि कालो सूची परिरहेको विषय हुन्छ। कालो सूचीप्रति ध्यान आकर्षण त हुनैपर्छ, तर यसलाई थप पुनर्विचार गर्नुपर्छ कि भन्ने लाग्छ। र अन्त्यमा म एउटा कुरा गम्भीरतापूर्वक ध्यान आकर्षण गराउन चाहन्छु सम्मान्य सभामुखज्यू मार्फत मन्त्रीज्यूको। आज चाहिँ यो 19 को च को विषय हो। नियुक्तिका लागि अयोग्यतामा चाहिँ राजनैतिक दलको सदस्य वा पदाधिकारी रहेको भनिएको छ। मन्त्रीज्यू यसमा चाहिँ नियुक्ति भए पश्चात उसले राजनैतिक दलको सक्रिय सदस्य या पदाधिकारी छोड्न पर्छ भनेर लेखौँ, तर राजनैतिक दलको सदस्य भएको चाहिँ कुरा अयोग्यताको एउटा प्रमाण हो भन्ने कुरा उद्घोष गर्न थाल्यौँ भने हाम्रो देशको राज्य व्यवस्था सञ्चालनसँग प्रश्न उठ्छ र यस्ता विषयमा गम्भीरतापूर्वक यी कानुन ड्राफ्ट गर्दादेखि ध्यान दिनका लागि पनि मैले अनुरोध गर्न चाहन्छु। धन्यवाद।